Good morning. Oh, that's what's up. Yes, hello, ma'am. भाइ यो माथिबाट जान्छ जाँदैन फेटोडा तलबाट जानुपर्ने हो सिस्नेरी हुँदै जाने हो ए ल सिस्नेरी हुँदै जानुपर्ने पो रहेछ यार हेलो स्वागत छ तपाईहरुको मेरो युट्युब च्यानलमा आज चाहिँ म फेरि के भ्लग बनाउँदैछु भने साथीहरु हैन अब आज चाहिँ म घर जाँदै छु के ल हेटोडा जाँदै छु अहिले नै जाने छु हैन आज दिनभरि काम गर्छु हैन अफिसमा जान्छु अनि बेलुका त्यस्तै 3-4 बजेतिर चाहिँ म यहाँबाट काठमाडौँबाट चाहिँ हेटोडाको लागि लाग्नेछु साथीहरु त्यही हो आज अब तपाईहरुलाई के देखाउँछु भने यहाँदेखि काठमाडौँदेखि हेटोडासम्म जानेको मोटो भ्लग देखाउँछु है तपाईहरुलाई बाइकमा टक्क देखाउँछु भिडियोहरु पानी परेन भने चाहिँ म दाम देखाउँछु कुलेखानी हुँदै जाने हो फर्किङ हुँदै जाने हो ल साथीहरु मलाई आज चाहिँ म भिडियो बनाउँदै छु है त फाइनली साथीहरु म चाहिँ अब निस्किन लागिसकेको छु हैन रुमदेखि अब ट्याक्क हेलमेट पनि सेटअप गरे यो स्पिकर पनि लानुपर्छ क्या हो काम लाग्नु सक्छ नि हैन स्पिकर लगाउँ कि नलगाउँ होस् बजाएर हिँड्ने हैन हैन यो चाहिँ अफ गरौँ हैन ज्यादा थुनी अब मेरो रुम गएर त्यस्तै छोडेर जाने हो आज चाहिँ म घर जाने नै हो अफिस सकेर घर जान्छु म चाहिँ आज ब्याक लाएर लाग्दिनु साथी हो मेरो बाइकको हालत मस्तो घाम लागिरहेछ आज चाहिँ हैन बेलुकासम्म पानी पर्छ कि के छ पानी नपरे ठिकै हुन्थ्यो म मजाले भिडियो बनाएर जानु पाउँथ्यो हेटोडा पानी परेन भने मैले यहाँनिर कपडा धोएर यत्रो साबुन राखेको छु होइन यता टुएर राखिदिनु पर्छ फेरि सकिन्छ झालबाट हालेर राखिदिनु होइन झालकै छेउमा होस् झाल चाहिँ मैले लक गरिदिनु कि प्रायः किनभने केही पनि छैन हुन त बेलुका फेरि मेरो कपडाहरू फेरि धोएर राखेको छ साथीले टिपेर त्यो भित्र हालिदिएर राख भन्नुलाई झाल खुल्लै राखिदियो क्या ल गेट थुन्नु पर्यो यो घाँटीमा पनि के जमा जस्तो फिल हुन्छ खालि थकाएर जमा जस्तो बानी भइसक्यो भन्ने सबै के हो यस्तो यार बानी लागेको बाइक अलिअलि पुस्नु पर्यो लगाएर बेलुका अब हेटबाट जानुपर्छ साथीहरू होइन राति पर्छ कि 7 बजीसम्म त उज्यालो हुन्छ 7 बजीसम्म उज्यालो हुन्छ 7 बजीसम्म पुसै पुग्दैन होइन 4 बजी निस्किन्छु अफिसबाट बाइकको टायर पनि थोरै सिद्धिसकेको छ नि अगाडिको ओहो डर पो लागेको छ बाटोतिर गएर झ्याट्टै बन्द भइदियो भने मेरो बाइकको जुत्ता सकिनु आइरहेको अगाडिको एक जोड जुत्ता फेर्नै पनि लाग्छ साथीहरु अफिसतिर लागे म चाहिँ होइन त यस्तो दामी दिन भएको छ कि आज टक्क आएर होइन मौसम तो गार्डन लग रहा है यहाँदेखि चाहिँ मेरो अफिस चाहिँ लगभग 14 किलोमिटर छ कलनकी 14 किलोमिटर अरे यार यो भत्केको पुल भन्छ यो ठाउँलाई चाहिँ यो भत्केको पुलको नामै राख्नको लागि हो कि अहिलेसम्म नि बनाउँदैन यार
भत्केको पुल राख्छ, त्यही भएर बाटो नि भत्केकै छ। बल्ल बल्ल बनाउनु थालेको छ होइन। यस्तरी यहाँनिर यो ग्राभल ओछ्याउनलाई ग्राभल ल्याइराखेको रहेछ। अस्ति नै त्यही ओह्रालोतिर ब्रेक अलिकति छुस्स छुइदिएको थियो, गम ब्याङ्गै मान्छे चाहिँ कुनामा पुगिरहेको, बाइक चाहिँ रोडमै कि यस्तो हुन्छ क्या, त्यो अगाडिको टायर सकिसकेपछि सधैँ चेकिङ यहाँनिर हुन्थ्यो होइन, आज चाहिँ छैन रहेछ। पछाडि त पर्नै मन लाग्दैन यो गाडीहरूको, अगाडि त के भन्नु यार। ए धुलो उडायो। अगाडि चल्दिउँ भनेको चल्दिउँ धुलो उडाउँथ्यो बस्दै। राम्रो पनि छ भने पछि पनि म फेरि अहिले काममै के फिल्डमै हिँडेको, अब यो डेलिभरी गर्न हिँड्छ नि हामी, डेलिभरी गयो भने त यो डेलिभरी गरेको पनि दिनभरि अब कस्तो हुन्छ के हुन्छ कसरी डेलिभरी गर्दैछ सबै देखाउने छु तपाईँहरूलाई होइन। काठमाडौँ एरियामा डेलिभरी गर्नलाई कतिको सजिलो कतिको गाह्रो हुन्छ त्यो पनि देखाउँदैछु। तर सजिलै हुन्छ, अलिकति लोकेसन थाहा हुनुपर्छ होइन। आफूले डेलिभरी गर्ने एरियाको प्रायः लोकेसन थाहा भयो भने चाहिँ काम सजिलै हो। फर्स्टमा त सबैलाई राम्रो हुने हुँदैन, थाहा हुँदैन। लोकेसनै थाहा नभएपछि त काममा एउटै पार्सल डेलिभरी गर्नलाई आधा घन्टा लाग्छ। लोकेसन थाहा नभएपछि के घुमाइ गर्नुपर्छ। कस्टमर लिएर आइज्यो भन्छ, उता आइज्यो भन्छ, त्यसपछि त छैन। माछा पोखरीको पुल है यो चाहिँ, बस पार्कको पुल भनौँ न। पहिला चाहिँ यहाँनिर थाहा होला नि साथीहरू के पाइन्छ भनेर। समझ रहे हो? पहिला यहाँ आकाशे पुल हुने लाम्बो त यति रमाइलो हुन्थ्यो। अहिले त आकाशे पुल सबै भत्काइदिएको छ, किन भत्काएको खोइ। कस्तो राम्रो देख्थ्यो पहिला अब आकाशे पुल हुँदाखेरि यहाँनिर। यो चाहिँ लोछे मल हो है, बस पार्कको लोछे मल हो। हिँडो माथुरी लमा खाल्डो त यति धेरै छ नि यो बस पार्क। काठमाडौँको बस पार्कको एरिया त यस्तो हालत छ। अनि नेपालको यो गाउँतिरको रोड त झन् परै जाओस् होइन। खोलाको बाटो जाने हो यो चाहिँ, यो ठुलो सबै बस पार्क एरिया है। यो हेर्दा बाहिरबाट हेर्दा चाहिँ अलिक सानो जस्तो लाग्छ, तर भित्र सिल्सेपछि यो बस पार्क एरिया चाहिँ लास्टै ठुलो छ क्या। फेरि आमा हराउँछ, म त एकचोटि हराएको बस रोकेर आएको थियो। बस पार्क हो धुलो उडायो, अगाडि जानु पऱ्यो। नयाँ बजार आइपुग्यो साथीहरू। यहाँबाट छिर्ने हो भने त यो चोरमुटे गयो भने दाम पर्छ। यहाँनिर एउटा यो पार्टी प्यालेसको गेट छ, त्यहाँबाट फुत्त छिरेर पल्लो गल्ली निस्केर जानु पऱ्यो क्यारे। जाम पनि हुँदैन होइन। कहाँनिर छ त्यो गेट कन्ट्री देखेको यहाँबाट जाने हुन्छ साथीहरू। यहाँबाट छिरेपछि चाहिँ जाममा पर्दैन क्या सोरखुट्टेमा। यो पार्टी प्यालेस हो होइन, कस्तो फिल्ममा छिर्नु लाग्यो क्या म। यहाँबाट छिर्ने हो, यता निस्किने हो जल्दी, ट्याक्क लगाएर यताबाट सुइङ जाने हो क्या। बाटो सानो छ के गर्नु। ल म चाहिँ यहाँ निस्केँ है। यो अब खोला उता कालीमाटी निस्किने। हो मा यमराज यमराजको पछाडि हिँड्नु हुँदैन यहाँ। ए पेट धुवा त यमराजजीले चुरोड कति ताने हो, यत्रो धुवा फाल्छ त म्याच। चुरोड ताने ओ हेर्नु जताबाट पनि छिर्न खोज्छ यार यो।
यो त्यो यमराज आएको देखेपछि सब फेरि गाडीहरू सर्सिन्छ नि त। ओइ 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 यताबाट राइट साइड जानुपर्छ, यो पुल सरेर राइट साइड तिर्नुपर्छ, त्यही भएर यताबाट जाउँ होइन। पुन्टे कार रहेछ, पुन्टे। क्या कुदाइदिएर कि अन्डरग्राउन्ड नेपालको अन्डरग्राउन्ड है यो। यो ठाउँ चाहिँ अलि लास्टै साँगुरो छ। यताबाट चाहिँ वान वे हो, यताबाट चाहिँ सिर्फ बाइक मात्रै जानु दिन्छ, उताबाट चाहिँ गाडी नै हाल्नु पाइन्छ। खोइ त्यो भयो भन्दै चाकमा हालेको मैले स्कुटी। कुल्यो जानु कुल्यो। यहाँनिर त सधैँ जाम हो क्या फेरि। हाम्रो यो तिनवटा बाटो हुन्छ नि त। बाइक र स्कुटीले नै भरिदिन्छ रोड त। अनि ए हरियो बत्ती बोल्दा त जम 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 छिटो फेरि रातो बत्ती बोल ल्याम्मै रातो बत्ती बोलिदिएर एक 2 सेकेन्ड 3 सेकेन्ड 5 सेकेन्ड लेट भयो होला ला। यहाँनिर फेरि यो जेब्रा क्रसिङ थियो कि न गइहाल्छ। ओइ एम्बुलेन्स आयो, बिहारहरू पनि छ फेरि बाटोमा। कालीमाटीको ठुलो तरकारी बजार चाहिँ यहाँको अगाडिबाट है, यहाँ गेट छ अगाडि, त्यो ठुलो भयो। हरियो बत्ती बोल्यो, झम 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 रेस सुरु भयो, बाइक रेस सुरु भयो। कुदायो केटाहरूले। एउटा एक्सिडेन्ट बाइक त क्या कुदेर गयो यार। म पनि कुद्दिनँ त भनेको, भने आउँछ यार। क्या भालै लगाइदिँदा भनेको यसरी बाटो काट्नु यार। ल म चाहिँ रही चोक आइपुगेँ होइन साथीहरू। रकी भवन चोकबाट चाहिँ यता लेफ्ट लागेर म चाहिँ यता माथि गुलेश्वर हाइट हुँदै ठ्याक्कै अफिसमै पुग्छ क्या म चाहिँ। यो चाहिँ अगाडिको 3 स्टार होटल है, क्राउन इम्पेरियर होटल, क्राउन इम्पेरियर। यहाँबाट उकालो मासतिर जानुपर्छ फेरि होइन, त्यहाँ लगाएर। निसर्ग बाटिका स्कुल, यो हाई स्कुल पनि हो, प्री स्कुल पनि दुइटै छ कि। यो कत्रो ठुलो स्कुल रहेछ बाफले। अहिले यो स्कुलको होइन, अब स्कुलको बस र भ्यान देखाउँछु कि। मैले काम गर्ने अफिसको अगाडि टक्क पार्किङ गरिराखेको हुन्छ क्या। यति धेरै हुन्छ होइन, आमा ध्यानै कति 10-15वटा हुन्छ। अनि स्कुल बस नै 6-7वटा त्यस्तो हुन्छ क्या। यो निसर्ग बाटिकाको चाहिँ यो एरियामा मात्रै 2-3वटा स्कुल छ क्या। त्यही भएर अलिक यो ठ्याक्क 9:30-10 बजेतिर चाहिँ हामीले चाहिँ एकदम होसियार भएर बाइक चलाउनुपर्छ क्या। स्टुडेन्टहरू धेरै हुन्छ, बाटो काटिरहेको हुन्छ। त्यही भएर म चाहिँ अफिस आइपुग्नु लाग्यो अब होइन। यो खसी बजारको एनबिटिसी होलसेल मार्टको कम्प्लेक्समा हो हाम्रो चाहिँ अफिस। एकदमै ठुलो छ।
बिल्डिङ चाहिँ ठुलो छ, अफिस चाहिँ सानो छ भनौँ होइन। बिल्डिङभित्र अब कति हो, कति पसलहरू छ, होलसेल पसलहरू छ क्या। यो अगाडिको बिल्डिङ हो हेर्नु न, एनबिटिसी भनेर लेखाएको छ माथि टप्पै। यो बिल्डिङमा छ हाम्रो अफिस। स्कुल बसहरू हेर्नु न, अघिको निसर्ग बाटिका स्कुल बस र भ्यान यहाँ धेरै हुन्छ। गेटबाट छिर्ने यहाँबाट यस्तो हेर्नु न, बस मात्रै एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा बस त लाइनमै छ। भ्यानहरू पनि 1, 2, 3, 4, 5, 6वटा हिँड्दैछ आज चाहिँ। अस्ति नै त नत्र त यहाँदेखि परसम्म हुन्थ्यो क्या, यतासम्म एउटा स्कुलको त यहाँ रहेछ। ल म चाहिँ मेरो चाहिँ यो नेपाल क्यानो भन्ने अफिस हो। मेरो बाइक पार्किङ गरौँ ट्याक्क लगाएर होइन। अब यस्तो छ अब अफिसभित्र हेरौँ, को सर म्यामहरू आउनुभएछ। सब सर म्यामहरूलाई पनि देखाउँछु म। ओइ के हो अन्धकार देखिरहेको छु त। फाइनली म चाहिँ अफिस आइसकेँ साथीहरू होइन। चक्क भएर अफिस आइपुगेँ। आँखामा चाहिँ धुलो छ कि अघिको। ऑफिस में कौन कौन है? कौन है भाई? क्या कर रहा है रे? विवेक सर। ओ यति ब्लग। ओ के छ यति ब्लग? हो के छ दिनेश सर? गुड मर्निङ। हो राजकुमार सर के छ? गुड मर्निङ। यस सर मैम। हेलो हेलो सर। हेलो। ओ यति ब्लग व्हाट्सअप। हेलो अरुण सर, गुड मर्निङ। हाम्रो यति राम्रो ह्यान्डसम सर छ। ल तर फाइनली साथीहरू म चाहिँ होइन अब यहाँ अफिस आएर चाहिँ अब अर्जेन्ट सामानहरू चाहिँ मैले डेलिभर गर्नुपर्ने हुन्छ कि किनभने होइन कस्टमरहरू कहिले कता गइरहेको हुन्छ। त्यही भएर अर्जेन्ट सामानहरू चाहिँ मलाई पठाएको हुन्छ। 2-3टा सामान बोक्नै जाने हो। ल यस्तै हो। ल साथीहरू म बेलुका अब घर गएको भिडियो बनाउने छु। र मैले चाहिँ यो घरमा नामलाई कम्प्युटर दिएँ है। अर्को त्यो डेरी मिल्क पनि दिन्न, सानो सानो खालको 50 जाने। उ त्यो सानो खालको 50 जाने। कतिवटा छ? 5टा छ। 4वटा मात्रै। ल यति प्याक गरेर नि हिसाब गरिदिनु ल कति भयो। फाइनली साथीहरू मैले चक्लेट किनिसकेँ होइन। घरमा भाउजूलाई अनि बच्चाहरू छ 2जना छोराछोरी अनि माथि पनि छ। यो चाहिँ कलङ्की चोक हो है। कलङ्की चोकबाट म निस्किनु लागेँ। अब हेर्नु होला म बाइकमा पनि मोटो ब्लग बनाउँदै जान्छु, यता बल्क हुँदै जाने हो। ल है त साथीहरू। ल फाइनली साथीहरू म चाहिँ यो ब्याग प्याक गरेर चाहिँ हिँड्न थालेँ हेटौडाको लागि। काठमाडौँबाट बेलुकाको लगभग 4:30 भइसकेको छ। कलङ्की चोकबाट अब पेट्रोल हाल्छु उता बल्कुमा गएर, अनि बल्कुबाट चाहिँ लगभग अब कति किलोमिटर छ भने हेटौडा 80 किलोमिटर जति छ होला सायद। आज हेरौँ अब दिदी घरमा नि बस्न सकिन्छ। म दिदीको घर चाहिँ यहाँबाट लगभग त्यस्तै हो, नजिकै हो। भैँसे भन्ने ठाउँमा हो दिदी घर चाहिँ। भैँसेमा गएर नि बस्न सकिन्छ। आज पानी परेन भने चाहिँ डह्रो रमाइलो हुने हो। बेलुका भयो नि एक्लै हिँड्नलाई चाहिँ मलाई मजा लाग्छ कि। एक्लै हिँड्ने प्लान सिक्यो, कोही पनि छैन साथी होइन। अब चाहिँ ला कहाँबाट जानु त यार? 1 माइल यताबाट जाउँ अब। तर जाउँ मालपोत घुमौँ, काठमाडौँको मालपोत ट्याक्क लगाएर घुमेर। बाटो रास्तै खराब हो साथीहरू, के गर्ने होला यस्तो। क्यामेरा नै मिलेन कि लास्ट
मैले क्यामेरा पनि हल्का मिलाएँ पारी जानु पऱ्यो बेला पानी नपर्दैन हुन्थ्यो नि यार म तलसम्म पुग्दाखेरि पानी पर्दैन भनेको रमाइलो हो पानी पऱ्यो भने चाहिँ बिजोक हुन्छ कि अहिले ऱ्याङ्कोट छन त छ तर त्यो राम्रो खालको ऱ्याङ्कोटै होइन कि जसले ऱ्याङ्कोट पनि पानी झरो आएपछि त फेरि जसरी पनि भिज्छ म चाहिँ कुलेखानी हुँदै जाने हो कि फर्पिङबाट फाकेलबाट हुँदै माथि कुलेखानी क्याम्प साइटबाट जाने हो भिडियो अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट गरेर चाहिँ सपोर्ट गर्नु नबिर्सिनु होला है साथीहरू ल खसी बजार कस्तो ठुलो हो क्या 1500 को पेट्रोल हाल्यो भने पुग्छ मजाले। ए यहाँनिर बन्द हो कि क्या हो पेट्रोल पम्प? ओए रहेछ रहेछ, तर मैले जानु मिल्दैन जस्तो। कतैबाट घुम्नु पऱ्यो यार, फेरिको यहाँबाट घुम्नु पऱ्यो। हाम्रो यो पुलिस देख्यो भने चिप्काछ। भेटबाट जाने सुमो काउन्टर हो यो चाहिँ। पैसा पनि काटेर भइरहेको हो मेरो बोजीमा यार। फेरि भाइ 1500 को मलाई। हजुर ल साथीहरू होइन, 1500 को पनि पेट्रोल ठ्याक्कै 9 लिटर 10 लिटर समथिङ पनि आउँदैन यार। 9.5 लिटर आउँदो रहेछ। ल लागेँ म चाहिँ अब यहाँबाट मेरो गन्तव्यतिर। यार स्वयम्भूको जस्तो स्तूपा बनाएको घरमै क्या खतरा देखिरहेको। यो बाटो फेरि आमा ओए कता जान्ला हो यो गाडी? मास्तिर जान्ला रहेछ, किर्तिपुरतिर जान्ला हो क्या अरे। ल यता चाहिँ किर्तिपुर हो कि। अब यतातिर आयो छुट्टै जङ्गल आएपछि आहा कस्तो रमाइलो हुन्छ। भन्सारको हो क्या हो, थाहै छैन हौ। यो इन्डियाबाट आउने नयाँ नयाँ भन्सार गाडीहरू सबै यतातिर आउने हो, बस राख्ने हो यतातिर। सुनेको थियो मैले चाहिँ कि होइन हो, यहाँरै छ हौ भन्सारको गाडीहरू। नेपाल इन्डियाबाट आउने सबै गाडीहरू नेपालको यहीँ पार्दो रहेछ हौ। भन्नै सक्छ यार। नेपाल पुलिस चेकिङ रोक्नुहोस्। चेकिङ छ क्या? ओए एक्सपोजमा हिँडेको हो मामा। अगाडि कुद्यौँ है साथी हो। अगाडि हेर्नु कस्तो दामी देखेको साथीहरू। माथि हेर्नु गुम्बा, आमा ओए गुरुले भोटेको मूर्ति पनि रहेछ मान्छे चाहिँ। आमा हो अब यहाँबाट तलतिर गयो भने चाहिँ सिस्नेरी, मासतिर गयो भने चाहिँ फाकेल। म मासतिरबाट जाऊँ क्या, बाटो बन्द छ अरे। बाइक जान्छै जाँदैन हो, सोध्नु पऱ्यो यार। कसलाई सोध्ने होला दाइ? यो माथिबाट जान्छै जाँदैन हेटवटा? तलबाट जानुपर्ने हो, सिस्नेरी हुँदै जाने हो। ए ल सिस्नेरी हुँदै जानुपर्ने पो रहेछ यार। फाकेलको बाटो बन्द रहेछ। ल यो बाटो फेरि लास्टै घुमाउरो छ क्या यार। दक्षिण काली माताले मन्दिर कतापट्टि हो? है बिर्स्यो यार।
घर जाने बाटै बिर्सिरहेको भेटबाट जाने बाटो यतापट्टि हो ए ओइमा थेट यो बाटो त अनि आएकै छैन म धेरै अनि एकचोटि हो कि कहिले त्यो पनि यस्तो सुमोमा आएको थियो अनि कन्फ्युज भइदिइरहेको ल अब फेरि कन्फ्युज भयो नि त यार थेट थियो कतापट्टि हो यार यतै होला बस त यतैबाट आइरहेको छ अहिले फेरि रातभरि घुम्या होला नि त म त यार घर जाला भन्दा त जङ्गलतिर यतै होला कुलेखानीबाट आएको छ त यो बस भनेपछि यतै होला ओइ हो कि होइन कन्फ्युज भयो म त यहाँ सोध्नु पऱ्यो यार भेटबाट जाने बाटो यही हो कता ल म्याप के बोले भाइ अब के बोले के बोले के जथाभावी बोले बर्बाद हुँदो रहेछ यार जङ्गलमा हराउँदो रहेछ म त मासल ल बिजोक हुन्थ्यो रहेछ त मेरो मान्छेले सुमो यताबाट आइरहेको रहेछ नि त त्यो हेटरबाट आउने सुमो हो कि अब सुमो जताबाट आउँछ त्यही बाटो जानु पऱ्यो यार भयो पक्कलाई के बिगारेर यस्तो बाज हटेर सातो गयो यार एकछिन त यार हाम्रो जेसिबी साहब आउनु भइरहेको रहेछ ओइ मलाई नै खन्न आएको जस्तो लागिरहेको यार ओइ 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 ल पुरै पानी पऱ्यो भने त यहाँ त बाइक त नाच्छ त फनी चाक हल्लाएर बाइकले त कस्तो खतरा भ्यू देखेको ल आमा हेर्नु त साथीहरू यस्तो खतरा माथि डाँडाबाट तल खोल्सामा हेर्नु त यार बगर हेर्नु न त्यहाँ आमामा लास्टै रमाइलो लाग्यो यार विदेशी गाडी रहेछ इन्डियन गाडी रहेछ यार इन्डियनहरू घुम्न आउँछ नि त धेरै हाम्रो नेपालमा उनीहरू पनि खतरा भिडियो बनाउँदै हिँड्दा छ यो भिरको यार आमा पुरै एडभेन्चर भयो त यार यस्तो भिड छ तलतिर यार आमा अलिकति मिस्टेक भयो नि त ल यहाँबाट यस्तो भिड छ यार बाढी गइरह अनि पानी कस्तो गइरहेको छ त पुरै हट सिरिङ्ग हुने यार के हो म पनि थिङ हो नि त फेरि यहाँ हेरिदिनु पऱ्यो फेरि होइन थिङ डाँडा रे फर्की हेर्नु पऱ्यो ल थिङ डाँडा भनेर ल्याएको छ त यार ओए थिङको आज थिङ डाँडा आइपुग्यो है थिङ चाहिँ म पनि तामाङको थिङ हो कि त्यो हेर फर्की हो कि होइन भनेर कन्फर्म गर्न आएको त जङ्गलको बिचमा यार पानीपुरी खाने ठाउँ यार अचम्मै लाग्यो त मलाई त एउटा मात्रै सुनसान डरै लाग्छ यार ओइ कस्तो रोड हो यो खाल्डो सब माथिबाट ढुङ्गा झरेर बाटै सबै बिग्रिस्यो भने पुरा बस्ने ठाउँ रहेछ
मेरो बाइक पुस्ने रुमालै झरेछ यार। ए झरेछ नि यहाँ कलमा रहेछ चेपभित्र। बाइक पुस्नुपर्छ यहाँ फोहोर भएर यो घर धुनुपर्छ अहिले रहँदैन। बाइक पुस्नुलाई किनेको हो नि त मैले 60 रुपियाँमा किनेको। सिस्नेरी हेर्नु न, सिस्नेरी बगर कस्तो देखेको यार। आमा अस्ति नै त्यो 2081 सालको त्यो असोजमा पुरै बगाएको हो नि त। यो असोजको 12 गतेको पानीले यो मुनि गयो। सिस्नेरी बगर चाहिँ पहिला कति धेरै घरहरू थियो त्यहाँनिर रोड छेउछेउमा, अहिले चाहिँ पुरै बगाएको रहेछ यार। बगरै बनाएको छ सिस्नेरी यार। ल बाटो आमा यस्तो भाँसेको यार। हैट जान्छ यो त यार, यो बाटो त यार तल यत्रो खोला छ। ल यहाँ पनि आमा यस्तो भएको छ हौ बाटो भएको त। डेन्जर के असोजको 12 गतेले चाहिँ सबै यस्तो भएको कि यो वास्तवमा। पहिला यस्तो थियो नि यहाँनिर, कस्तो घरै घर थियो, बजार थियो, सब बाढी लग्यो। सिस्नेरी त पुरै बजार थियो नि त पहिला, अहिले त सब घरहरू सबै लग्या हो। असोजको 12 गते एकचोटि पानी परेको थियो नि त साथीहरू, तपाईँहरू पनि थाहा होला। देशभर नै डुबान परेको थियो त्यो बेलामा, मात्र यो घर बचेछ यार। यो छेउतिर त पुरै पुलिस स्टेसनहरू पनि थियो, यहाँ पुलिस चौकी थियो, घरहरू लाइनै घरहरू थियो क्या, पसलहरू थियो, खाजा खाने ठाउँहरू थियो, सब बगाएको छ यार। पसलहरू यो कुना कुराको मात्रै बचेको। ए टिफर मात्रै छ त यहाँ त। एकदम रमाइलो लाग्ने रहेछ। हेटौँडा चाहिँ 45 किलोमिटर छ यार। यो डाँडा हेर्नु न साथीहरू, यो डाँडा बिचको डाँडा कस्तो दामी देखायो के। है आमा यो मुनि हेर्नु न, मकै खेती कस्तो दामी आयो तलको। है क्या दामी देखायो कि तल। कस्तो हर्न बजाएको यार। ल हेर्नु न साथीहरू, मकै कस्तो दामी भयो कि यो। आमा ओए कस्तो ठाउँ हो यार, बगरै बगर भएको ठाउँमा आइपुग्यो म त यार। ओए पछाडि अर्को यस्तो एउटा आएर होइन। ओए कस्तो ढुङ्गा सड्केको बिचमा परेँ म, डर लाग्यो मलाई साथी हो। अगाडि जान्छु। यहीँ रोकिन्छ यार यहीँ। ए खाली खाली रहेछ। आमामा यस्तो ढाड दुखेन। अनुहारको हालत मेरो।
फाइनली साथीहरू म चाहिँ हैन यहाँ देउरालीमा खाजा खान बसिएको छु सुन्दापा लज एन्ड रेस्टुरेन्टमा ट्याक्क अब खाजा खाने हो झोल तरकारी र रोटी झोल तरकारी र सेलरोटी खाने हो हेर्न सक्नुहुन्छ यहाँ खाजा खाने ठाउँबाट पनि यस्तो दामी भ्यू देखिरहेको है मेरो बोल्दा बोल्दै साउन्डै कस्तो बसिसकेछ कि साथीहरू होइन यस्तो दामी देखिरहेको ल त्यहाँ तलदेखि आएको है म चाहिँ त्यो खोल्सादेखि माथि आएर ता घुम्दै यो बाटो हुँदै अहिले यहाँ आइपुगेको छु फाइनली साथीहरू मेरो खाजा पनि आयो फाइनली साथीहरू म चाहिँ खाजा खाएर निस्केँ है यहाँबाट टक्क लगाएर अब अँध्यारो पनि भयो रात पनि पऱ्यो यहाँबाट चाहिँ कस्तो चाक दुखेको यार आमा बस्दाखेरि त अब चाहिँ पुरै ओह्रालो छ साथीहरू होइन आई लभ देउराली फाइनली साथीहरू म चाहिँ भीमखेडी प्रवेश गरिसकेको छु भीमखेडी बजार आइपुग्यो है साथीहरू गाइस भीमखेडी बजार हो यो डाइभर्सन भने खाजा जान्छ ए भन्न जाँदो रहेछ यहाँबाट होइन नत्र भन्दाखेरि कहाँ बगर यार यहाँ ए डोरी ताने हो दाइ चढ्छ है चढ्दैन हो बिहान यहाँ त यार चढ्यो चलिदिन्छु म त यहाँबाट छिर्यो ओए धन्न जाममा परेन म यार बाटो बनाएर रहेछ अघि त्यही भएर डाइभर्सन राखेको ल यहाँ फेरि यस्तो छ यार हिलो आमा कसरी जाने होला हौ यहाँतिर त थेट ए ट्याङ्कर उताबाट जाने रहेछ नि त ल ठिक छ भनेको चलिदिन्छु म त म्यास ल राम हिजो रहेछ बाटो है ल हिलोमा खुट्टा टेक्नु पर्ने भयो लम्मैमा हिलोमा टेक्नु पर्ने भयो नि त यार त्यो त जाँदैन दाइ
जाँदैन ओइ मास्ताला के चिप्लेको हेत्तेरी नाच्यो त पछाडिको चाक त नाचिरहेको त यार पुरै बाइकको त ल ल ल न कहाँ पुगेको बाइक यार ल यस्तो हिलो रहेछ त यहाँ अनि हेर्नु न पछाडि लोड नभएपछि एकजना मान्छे भयो भने चाहिँ चिप्लिँदैन होइन सिङ्गल लोड भयो भने त फेरि आमा यस्तो चिप्लिने होइन यहाँ यस्तो हिलो बाटोमा जस्तै डर लाग्ने हो हिलोमा त यात्रै चिप्ल्यो भने हिलो हिलो हो नि त फेरि रोपाइ खेले जस्तो फेरि हिलो बाटो आयो चिप्लिने गरी यार कत्रो कत्रो ढुङ्गा झरेको थियो माथिबाट हो फाइनली गाइस म चाहिँ दिदी घरमा आइपुगेँ होइन ठ्याक्कै यहीँनिर छ मेरो दिदी घर चाहिँ अब बाइक पो कहाँ राख्छ होला यहाँ है अब यहाँ बस्नु ल घर त आइपुग्यो होइन बाइक राख्ने चाहिँ कहाँ होला घर चाहिँ यो कुनाको हो बाइक राख्ने चाहिँ कहाँ होला यत्तिकै त राख्दैन यस्तो कहाँ राख्ने म त हेटौँडै चल्दिनु कि हो राति नै दसो अनि ए सन्चै हुनुहुन्छ दिदीहरू त ए मम्मी त फोन गरेको थियो अनि अघि नै हजुर मम्मीहरू त यतापट्टि ए हे गर्नु मेरो आलो बुढी म त यहाँतिर हेलो सुजन के गर्नु भइरहेको के गर्नु भइरहेको त ए ल आम्मा रात पर्यो फाइनली गाइज म चाहिँ होइन यता दिदी घरमा आइपुगिसकेँ ल साथीहरू आजलाई चाहिँ यति नै भिडियो अब नेक्स्ट भिडियोमा भेटौँ होला नेक्स्ट भ्लगमा आजको लागि चाहिँ मेरो यति नै बाई बाई लाइक सब्सक्राइब र कमेन्ट गरेर चाहिँ भेटिनु होला को मान्छे हो त्यहाँ मान्छे अब को मान्छे हो